तपाईको सपनाको गाडीहरू एउटै छाना मुनि त्यो पनि छानी छानी अझ एउटा कुरा तपाईलाई थाहा छ 50% फाइनान्सको साथमा अब आउनु पर्ने एउटै मात्र ठाउँ कहाँ त राज अटो सेन्टर तपाईले सपनाको कार पाउने डेस्टिनेसन टिकटक फेसबुक अनि इन्स्टाग्राममा हेर्नुहुने सम्पूर्ण हामीलाई माया गर्ने दर्शकहरूलाई तपाईको पुरानै मित्र म राज लैछेल आज पनि मसँग भएका गाडीहरू देखाउन उपस्थिति भइसकेको छु। अब हामी वन बाई वन हामीसँग भएको गाडीहरू हेर्नेछौँ है त। को प्रिय कम्पनी होन्डाई त्यसमा पनि i20 अझ त्यसको पनि सबभन्दा टप अप्सन आस्था 2011 मा बनेको 1200 सीसी पेट्रोल इन्जिन सिंगल युजर एक्सटेन्ड पावर फ्री विथ ग्यारेन्टी अब तपाईले पाउनुहुन्छ मात्र मूल्य रु 16 लाख। BYD भनेबित्तिकै संसारमा नै एउटा छुट्टै ब्रान्डिङ गर्न सफल सर्ट टाइममा नेपालमा पनि 2023 मा असाध्यै धेरै भन्दा धेरै गाडी बिक्री गरिसकेको अटो 3 सुपेरियर जुन 420 किलोमिटरको रेन्ज क्लेम गर्छ भने यसमा 8 वटा एयरब्याग पुश स्टार्ट बटन येलो व्हील एयरब्याग्स देखि सुनिसक्नु भएको छ। पुश स्टार्ट बटन देखि सबै कुराले फुल्ली लोडेड। अर्को भनेको 360 क्यामेरा पनि र 18 इन्चको येलो व्हील पनि। अब तपाईले पाउँदै हुनुहुन्छ मात्र मूल्य रु 55 लाख 15,000 किलोमिटर मात्र रन सिंगल युजर एक्सटेन्डको त कुरै नगरौं विथ ग्यारेन्टी अब तपाईले पाउँदै हुनुहुन्छ मात्र मूल्य रु 55 लाख त्यसमा पनि 50% बाइङ गर्न मिल्ने। 2021 मा बनेको क्रेटा नयाँ सेपमा देखिसक्नु भएको छ तपाईले जुन 1500 सीसी को पेट्रोल इन्जिन आजसम्म 40,000 मात्र किलोमिटर रन सिंगल ह्यान्डेड अब यो तपाईले पाउँदै हुनुहुन्छ मात्र मूल्य रु 43 लाख जसमा 50% फाइनान्स अनि तपाईसँगको गाडीसँग एक्सचेन्ज त छँदै नै छ। WRV होन्डा प्योर जापानिज 1500 सीसी डिजल इन्जिन सिंगल ह्यान्डेड काहीँ कतै नकोरिएको एक्सटेन्ड पावर फ्री विथ ग्यारेन्टी 40,000 किलोमिटर मात्र रन एक्सटेन्डको त कुरै नगरौँ मैले तपाईँलाई अघि नै भनिसकेको छु। अब तपाईले पाउँदै हुनुहुन्छ मात्र मूल्य रु 33 लाख शोरूममा 66 लाख पर्ने यो गाडी अब ठ्याक्कै आधी मूल्यमा जम्मा गरेको भने 40,000 मात्र। 2018 मा बनेको टाटा नेक्सन XZ प्लस 2018 अब तपाईले पाउँदै हुनुहुन्छ मात्र मूल्य रु 25 लाख। XZ प्लस भन्नेबित्तिकै पुश स्टार्ट बटन येलो व्हील एयरब्याग्स पावर स्टियरिङ पावर देखि सबै कुराले फुल्ली लोडेड। 2009 मा बनेको मारुति सुजुकी स्विफ्ट डिजायर अब तपाईले पाउँदै हुनुहुन्छ मात्र मूल्य रु 12 लाखमा। 1200 सीसी गाडी एकदमै स्ट्यान्डर्ड सिंगल ह्यान्डेड एक्सटेन्ड पुनर्मा फ्री विथ ग्यारेन्टी। अब अर्को तपाईले मसँग देख्नुहुन्छ यो चाहिँ असाध्यै राम्रो एउटा जापानिज गाडी हो जुन टोयोटा तपाईलाई थाहा छँदैछ आज विश्वमा सबभन्दा बढी सेल्स रेकर्ड बनाउन सफल भइसकेको यो गाडी अब तपाईले पाउँदै हुनुहुन्छ मात्र मूल्य रु 25 लाख। 2014 57,000 किलोमिटर मात्र रन सिंगल ह्यान्डेड यो गाडी 1500 सीसी मा आउँछ भने यसमा येलो व्हील एयरब्याग्स पावर स्टियरिङ पावर विन्डो सबै कुरा फुल्ली लोडेड। प्राइस पनि तपाईले सुने नै हाल्नुभयो। त्यसैबित्तिकै एकदमै बलियोमा बलियो अलिकति ठुलो ग्राउन्ड क्लियरेन्स पनि 209 mm 17 इन्चको येलो व्हील भएको यो गाडी 1500 सीसी को पेट्रोल इन्जिन हो। किक्स XB प्रिमियममा यो गाडी आएको छ भने अब तपाईले यो गाडी मात्र पाउनुहुन्छ 35 लाख। कम्पनीकै नाममा अहिलेसम्म अब तपाईको ब्लू कम्पनी फर्स्ट ओनर नै तपाई हुन मिल्ने यो गाडी 50% फाइनान्स अनि 60% बाइङ पनि गर्न सकिन्छ भने तपाईसँगको कुनै पनि गाडीसँग सट्टा पट्टा त छँदै नै छ। 16 मा बनेको मारुति सुजुकी ब्रेजा ZDI प्लस यो अप्सन मध्येको सबभन्दा टप अप्सन जसमा पुश स्टार्ट बटन येलो व्हील एयरब्याग देखि सबै कुराले फुल्ली लोडेड अब तपाईले पाउनुहुन्छ मात्र मूल्य रु 27 लाख जसमा 50% सम्म फाइनान्स गर्न सकिने। 2020 मा बनेको कियाको सेल्टोस ST-X यानी कि आज बजारमा 70 लाख रुपैयाँ पर्ने यो गाडी अब तपाईले पाउँदै हुनुहुन्छ मात्र मूल्य रु 46 लाख जसमा 17 इन्चको येलो व्हील पुश स्टार्ट एयरब्याग्स पावर स्टियरिङ पावर विन्डो क्रुज कन्ट्रोल देखि सबै कुराले लोडेड एकदमै बक्सी अनि स्ट्यान्डर्ड लुक्स जम्मा 49,000 यानी कि 39,000 मात्र किलोमिटर रन त्यो पनि सिंगल ह्यान्डेड एक्सटेन्डको कुरै नगरौँ कहीँ सिंगल स्क्रैच पनि नभएको यो गाडी अब चढ्ने कसको पालो तपाईको नै। 2021 मा बनेको गाडी खिरठा तपाईलाई थाहा छँदैछ हामीमा जति नै लोकप्रिय बक्सी अनि स्ट्यान्डर्ड लुक्स र नेपाली मार्केटमा अबदेखि मेड इन नेपालै भनेर
आउने यो गाडी अब तपाईँले पाउँदै हुनुहुन्छ मात्र मूल्य रु 55 लाख। जसमा 17 इन्चको एलो व्हील, टच स्क्रिन, ब्याक क्यामेरा, पुश स्टार्ट बटन सबै कुराहरू चाहिँ कम्पनी फिटेड हो। जसमा पानारोमिक सनरुफ पनि छ, जुन मजाको सनरुफ चाहिँ नि खोलेर बच्चाहरू या ठुलो मान्छेले पनि बाहिर हेरेर इन्जोय गर्न सक्नुहुनेछ। अब तपाईँको आरामदायी यात्राको लागि अझै प्लस आराम दिने यो क्रेडा चढ्ने पालो कसको त? तपाईँको नै। अब हेर्नुहोस् त मेरो अगाडि के छ, यही भेनु छ। यो पनि एकदमै राम्रो छ, 1200 सीसी को पेट्रोल इन्जिन, सिंगल ह्यान्डेड यो गाडी 45,000 मात्र ओडोमिटर रन छ भने यो भेनु 1.2S भेरिएन्ट हो। जसमा पावर स्टियरिङ, पावर विन्डो, ड्युल एयरब्याग्स, एलो व्हील, फग लाइटदेखि सबै कुराले लोडेड। अब तपाईँले पाउनुहुन्छ मात्र मूल्य चाहिँ 32,50,000। रातोमा राम्रो, गुलियोमा मिठो भने जस्तै एकदमै ब्युटिफुल कलर यो गाडी अब आफ्नो बनाउने पालो तपाईँको नै। इन्डियामा विगत लामो समयदेखि नम्बर 1 सेल्स रेकर्ड बनाउन सफल एनक्याप सेफ्टी रेटिङले पनि 5 स्टार सेफ्टी रेटिङ दिइसकेको, ग्राउन्ड क्लियरेन्समा पनि सबभन्दा बढी ग्राउन्ड क्लियरेन्स यानि कि एसयुभी सेगमेन्टमा 209 mm भनेको एकदमै कम मात्रामा मात्रै हुन्छ भने यो 2019 मा बनेको नेक्सन XZA डिजेल अटोमेटिक ट्रान्समिसनमा अब तपाईँले पाउनुहुन्छ मात्र मूल्य रु 32 लाख। 1500 सीसी सुनिसक्नु भएको छ डिजेल इन्जिन, दमदार पिकअप अनि माइलेज पनि त्यस्तै। अब चढ्ने र आफ्नो बनाउने पालो कसको त? तपाईँको नै। अल्टो भन्ने बित्तिकै बिगिनर्सहरूको फर्स्ट रोजाइमा पर्न सफल यो गाडी, त्यसमा पनि K10 जुन तपाईँलाई थाहा छँदैछ 998 सीसी को पेट्रोल इन्जिन। अब तपाईँले पाउँदै हुनुहुन्छ मात्र मूल्य रु 10,50,000। यसमा के हुन्छ भने पावर स्टियरिङ हुन्छ, पावर विन्डो हुन्छ र एसी पनि यसमा समावेश छ। हिटर त भइ नै हाल्यो। गाडी एकदमै राम्रो छ, 57,000 मात्र ओडोमिटर रन, सिंगल ह्यान्डेड यो गाडी। तपाईँले सुनिसक्नु भएको छ प्राइस कति भनेर। यसमा चाहिँ फाइनान्स हुँदैन, तपाईँले क्यासमै गर्नुपर्ने हुन्छ। तर एक्सचेन्ज चाहिँ यसमा पनि तपाईँको कुनै पनि गाडीसँग सट्टापट्टा चाहिँ गर्न सक्नुहुनेछ। 2020 मा बनेको कियाको सेल्टोस SUX जसमा चाहिँ सनरुफ, पावर स्टियरिङ, पावर विन्डो त सामान्य चाहिँमा पनि भइहाल्यो। यसमा चाहिँ क्रुज कन्ट्रोल पनि छ, 17 इन्चको एलो व्हील, तपाईँको टच स्क्रिन पनि कम्पनी फिटेड हुने, ब्याक क्यामेरा पनि भइहाल्यो, सेन्सर अनि अगाडिको फगलादेखि सबै कुराले लोडेड यो गाडी अब तपाईँले पाउनुहुन्छ मात्र मूल्य रु 46 लाख। यो चाहिँ 44,000 मात्र रन भएको सिंगल ह्यान्डेड गाडी। अब तपाईँले प्राइस सुनिसक्नु भएको छ, जसमा चाहिँ 80% सम्म फाइनान्स गर्न सक्नुहुन्छ भने तपाईँसँग कुनै पनि गाडीसँग सट्टापट्टा त हामीसँग भएको सबै गाडीमा छँदै नै छ। साँच्चै नै तपाईँको मुखबाट फुस्किने भनेको शब्द वाउ नै हो। अब गाडी पनि वाउ नै छ। अब रातो राम्रो भन्ने बित्तिकै यो पनि एकदमै राम्रो कलरमा छ, एकदम म्याच कलरमा। सानो गाडी ब्युटिफुल ह्याचब्याक भएको हुँदा यो पनि कलर पनि त्यतिकै म्याचिङ छ भने गाडी पनि एकदमै फ्रेस छ। 42,000 मात्र रन Hyundai Santro को पनि सबभन्दा टप अप्सन स्पोर्ट्समा हो यो। तपाईँले अब पाउनुहुन्छ यो गाडी मात्र 20,50,000 जसमा 30% फाइनान्स अनि तपाईँसँग कुनै पनि गाडीसँग सट्टापट्टा पनि छँदै नै छ। बिगिनर्सलाई पनि अति नै उपयुक्त, गाडी सेल भ्यालु पनि उच्च। अब चढ्ने पालो चाहिँ कसको त? तपाईँको नै। 2018 मा बनेको इको स्पोर्ट ट्रेन प्लस, 16 इन्चको एलो व्हील, टच स्क्रिन, ब्याक क्यामेरा, लाइटहरू अगाडिको सबै जति पनि जे जसो सबै कम्पनी फिटेड हो। गाडी एकदमै स्ट्यान्डर्ड, एकदमै राम्रो छ। अब तपाईँले पाउँदै हुनुहुन्छ मात्र मूल्य चाहिँ 25 लाख। तर यसमा चाहिँ माथिको यो रुफिलहरू चाहिँ हाले पनि गाडी एकदमै स्ट्यान्डर्ड देखिएको छ। 1500 सीसी पेट्रोल इन्जिन, माइलेज, पिकअप सबैमा दमदार छ भने प्राइस पनि सुनिसक्नु भएको छ, जसमा 50% फाइनान्स पनि उपलब्ध रहेको छ। तपाईँले गीत पनि धेरै सुन्नु भएको होला जर्मनी गाडी भनेर। त्यो गीत पनि मैले धेरै सुनिसकेँ, तर साँच्चै नै गीत चाहिँ त्यसै बनाएको होइन रहेछ। किनभने जर्मनी भन्ने बित्तिकै असाध्यै बलियो गाडी हो। यो जर्मन कम्पनी तपाईँले हेर्न सक्नुहुन्छ Volkswagen जुन पोलो 1.6 हाइल्यान्ड यो अप्सन मध्येको सबभन्दा टप अप्सनको यो गाडी अब तपाईँले पाउँदै हुनुहुन्छ मात्र मूल्य 17,50,000। सिंगल ह्यान्डेड, एलो व्हीलदेखि एयरब्यागदेखि सबै कुरा कम्पनी फिटेड। अब तपाईँले पाउनुहुन्छ के तपाईँलाई थाहा छ? फाइनान्स पनि 12 मोडलको गाडीभन्दा माथिको तपाईँले फाइनान्स पाउने सुविधा अन्तर्गत 2014 भएको कारणले यसमा 2 वर्ष तपाईँले फाइनान्स गर्न सक्नुहुन्छ। अब चेक गर्ने पालो चाहिँ हजुरकै जुन अभाइलेबल छ राज अटो सेन्टरमा। टाटा टियागो NRG यो चाहिँ अलिकति बक्सी लुक्स, ड्युल एयरब्याग्स, पावर स्टियरिङ, पावर विन्डो सबैदेखि सबै कुरा कम्पनी फिटेड गाडी। 1200 सीसी भए पनि टियागो भन्दा पनि बढी BSP भएको र पावरफुल गाडी अब तपाईँले पाउँदै हुनुहुन्छ मात्र मूल्य रु 2019
2019 मा बनेको गाडीको मूल्य चाहिँ 20,50,000 मात्र, जसमा 50% फाइनान्स गर्न मिल्ने भने तपाईसँगको कुनै पनि गाडीसँग सट्टापट्टा पनि छँदैन छ। मेरो गाडी के छ भन्दा पनि यो एकदमै बलियो चाहिँ प्रोडक्ट छ एउटा, जुन 2007 मा बनेको टोयोटा कोरोला एलेक्स हो। 1600 सीसी पेट्रोल इन्जिन, पॉड्युटर, राम्रै माइलेज दिने, एलोविल एयरब्याग्स देखि सबै कुराले लोडेड यो गाडी अब तपाईले पाउनुहुन्छ मात्र मूल्य 15,50,000। यदि साँच्चै नै तपाईँ सेडान लभर हुनुहुन्छ भने तपाईको लागि अति नै उपयुक्त बन्न सक्छ, किनभने गाडी सस्तोमा राम्रो गाडी छ। 72,000 मात्र ओडोमिटर रन, सिंगल ह्यान्डेड यो गाडी अब चढ्ने र आफ्नो बनाउने पालो कसको त यहाँको नै। तपाईहरुले दिनजेल मेरो भिडियो हेरेर साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद। स्पेशली तपाईहरु हामीकोमा आइसकेपछि अझै पनि हामीले भनेको प्राइसमा तपाईलाई डिस्काउन्ट गर्ने कुरा छँदै नै छ भने हाम्रो अफिस चाहिँ यहाँहरुको सेवाको लागि बिहान 7 बजेदेखि बेलुका 9 बजेसम्म खुला रहनेछ। तपाईको अफिस टाइममा नभइकन अफिस टाइम भन्दा बाहिर पनि फ्री टाइम मिलाएर तपाईँ आउन सक्नुहुन्छ, जुन बल्खुमा अवस्थित छ, कलंकी र सानेपाको बिचमा। सँगै यतापट्टि साइडमा बनारस कलेज पनि भने यतापट्टि चाहिँ पुरानो एमएलए पार्टिकलले मेन हाइवेको ट्र्याकमै छ। हजुरले हामीलाई डाइरेक्ट कल, व्हाट्सएप, भाइबर, मेसेन्जर कुनै पनि ठाउँबाट कन्ट्याक्ट गरेर हामीकोमा आउन सक्नुहुन्छ। थ्याङ्क यू सो मच यतिन्जेल मेरो भिडियो हेरेर साथ दिनुभएकोमा।